सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज मैले तपाईँहरूलाई युट्युब कसरी बनाउने त्यो तरिका सिकाइरहेको छु। तपाईँ youtube.com लेख्नु होला। youtube.com लेखिसकेपछि यहाँ युट्युब दिएछ, त्यसमा क्लिक गर्ने पहिलोचोटि। त्यसमा क्लिक गरिसकेपछि अब यो ओपन हुन्छ केही छिनमा। यस्तो युट्युब खोलिसकेपछि अब यहाँ तपाईँले नयाँ अकाउन्ट बनाउनको लागि, युट्युबको नयाँ अकाउन्ट बनाउनको लागि यहाँ यो मेरो माउसको देख्न सक्नुहुन्छ, यो कर्नर छ नि, यो कर्नरमा क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि भ्यू योर च्यानल दिएछ हैन, स्विच अकाउन्ट दिएछ। त्यसमा यदि तपाईँ नयाँ बनाउन चाहनुहुन्छ त्यसो भए तपाईँले स्विच अकाउन्टमा क्लिक गर्ने। स्विच अकाउन्टमा क्लिक गरिसकेपछि यहाँ एड अकाउन्ट दिएछ, यो तल एड अकाउन्टमा क्लिक गर्ने। एड अकाउन्टमा क्लिक गरिसकेपछि अब यहाँ भनिरहेको छ इमेल राख्नलाई हैन। अब तपाईँको युट्युब कुन जिमेलबाट बनाउनुहुन्छ त्यो इमेल जिमेल राख्ने। यहाँ त्यो जिमेल राख्नको लागि अब म मेरो जिमेल हाल्छु, तपाईँ आफ्नो जिमेल हाल्नु होला हैन। म मेरो जिमेल हाल्छु। म आफ्नो जिमेल राखिसकेँ हैन। जिमेल राखिसकेपछि नेक्स्ट गर्ने। तपाईँ आफ्नो जिमेल राखेर नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि अब यहाँ पासवर्ड हाल्ने, तपाईँको पासवर्ड जे हुन्छ नि त्यो पासवर्ड हाल्ने। म मेरो पासवर्ड हालिरहेको छु। म मेरो पासवर्ड हालेँ। पासवर्ड हालेर तपाईँ आफ्नो पासवर्ड हालेर नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि फाइनली अब हाम्रो च्यानल खुलिसकेछ। च्यानल खुलिसकेपछि अब यहाँ पिक्चर भनिरहेको छ हाल्नलाई हैन। यहाँ राजु भाइ CR7 यस्तो च्यानलको नाम छ। यो ह्यान्डल नेम हो। अटोमेटिक गुगल सजेस्ट गरिरहेछ हैन। राजु भाइ CR7 गेट स्टार्टेड। यहाँ आएपछि हैन तपाईँ यहाँबाट पनि पिक्चर सिलेक्ट गर्न सक्नुहुन्छ। नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि अब यहाँ तपाईँले केही सेटिङ गर्नुपर्छ। सेटिङ गर्नको लागि यहाँ तपाईँ च्यानललाई हैन यहाँबाट अब के सेटिङ गर्नुपर्छ भनेर यहाँ कर्नरमा नाम देख्नु भएको छ हैन, त्यहाँ तपाईँको नाम होला, त्यहाँ त्यसमा क्लिक गर्ने। त्यसमा क्लिक गरिसकेपछि अब भ्यू योर च्यानलमा क्लिक गर्ने। भ्यू योर च्यानलमा क्लिक गरिसकेपछि अब यहाँ कस्टमाइजेसन गर्नुपर्छ हैन च्यानललाई अलि। अब त्यसको लागि यो कस्टमाइजेसनमा क्लिक गर्ने। त्यहाँ क्लिक गरिसकेपछि अब हाम्रो नेट स्लो भएर अलि ढिलो ओपन हुन्छ हैन। अब हाम्रो युट्युब च्यानल त खुलिसकेछ। यसमा ब्यानर अपलोड गर्नुपर्छ। त्यसमा तपाईँ आफ्नो केही फोटोहरू हुन्छ नि त्यो फोटो हाल्ने। म मेरो फोटो डाउनलोड गरेको यसमा खोजेर म आफ्नो फोटो हाल्छु यसमा हैन, तपाईँ आफ्नो हाल्नु होला। अब यहाँ ब्यानरमा फोटो लगाइसकेपछि यो लोगो हाल्नलाई भनिरहेको छ। लोगोमा फोटो लगाउँछु म अलरेडी एडिट गरेर राखेको थिएँ हैन। तपाईँ आफ्नो फोटो लगाउन सक्नुहुन्छ, तर अहिले मेरो साथीको फोटो छैन, त्यही भएर म ब्यानर लगाइदिन्छु उसको नामबाट हैन। लगाइसकेपछि यो च्यानलको नाम भयो राजु भाइ CR7 अनि यो ह्यान्डल नेम भयो। ह्यान्डल नेम यदि तपाईँ एकचोटि चेन्ज गरेपछि 14 दिनपछि चेन्ज गर्न पाउँछ। अब यहाँ सेटिङ तल देख्न सक्नुहुन्छ, यो सेटिङमा क्लिक गर्ने। सेटिङमा क्लिक गरिसकेपछि यहाँ मेन यहाँ हुन्छ अलि सेटिङको लागि। च्यानलमा क्लिक गर्ने। च्यानलमा क्लिक गरिसकेपछि यो रेसिडेन्टमा हैन, अब हामी नेपाली हो अनि यहाँ नेपाल सिलेक्ट गर्नुपर्छ। नेपाल सिलेक्ट गर्ने। यहाँ नेपाल चुज गरे। अब यहाँ किबोर्ड भनिरहेको छ के, यो मेन यही हो किबोर्ड। जस्तै तपाईँको नामको किबोर्ड सर्च गरेपछि अनि बल्ल त्यो युट्युबको उसमा आउँछ कि तपाईँको जे नाम लेखेपछि त्यो आउँछ। यो किबोर्डलाई तपाईँ उल्टो सुल्टो गरेर लेख्न सक्नुहुन्छ। म राखेँ जस्तै पहिला क्यापिटल लेटरमा राखिदिन्छु। जुन तरिकाले मान्छे तपाईँको नाम सर्च गर्छ त्यो तरिका यहाँ लेख्नुपर्छ। जस्तै राजु भाइ CR7 म युट्युबको च्यानलको नाम लेखिरहेको छु हैन। राजु भाइ CR7 हैन। यो धेरै तरिकाले लेख्नुपर्छ ताकि
जति तरिका लेखेपछि त्यति राम्रो तपाईँको लागि 500 सम्म लेख्न सक्नुहुन्छ, 500 वर्ड होइन। अनि ताकि कुन तरिकाले तपाईँको च्यानल मान्छेहरू सर्च गर्छ होइन। जस्तै एउटा भइगयो क्यापिटल लेटर, स्मल लेटर र एउटा यो तरिकाले पनि मान्छे सर्च गर्न सक्छ। जस्तै एउटा आर क्यापिटल लेटर, बाँकी सबै स्मल लेटर होइन। राजु भाइ CR7 यो तरिका भइगयो। अर्को तरिका भयो जस्तै मान्छे यस्तो पनि सर्च गर्न सक्छ, राजु स्पेस दिएर भाइ दिन्छ होइन, भाइ अनि स्पेस CR7। मेन कुरा यही हो होइन, किबोर्डमा तपाईँको मेन यही लेख्ने होइन। तपाईँको थोडीको त्यो हुन्छ नि, जस्तै लेटर मिलाएर राख्नु ताकि मान्छे सर्च गरेपछि तपाईँको च्यानल फर्स्टमा आओस् होइन। त्यो तरिकाले तपाईँ यसमा 500 सम्म राख्न सक्नुहुन्छ वर्ड। अनि फेरि म यस्तो तरिकाले अलि उल्टो गरेर राखिदिन्छु, भाइ राजु CR7 उल्टो सुल्टो तरिकाले राख्ने होइन। अब राखिसकेपछि यहाँ यहाँ नेपाल छैन, नेपाल। अब यहाँ त एडभान्स सेटिङहरूमा बुझिसक्नु भएछ होइन। यहाँ यो बच्चाहरूको लागि छैन यो राख्ने। यसमा तपाईँ आफ्नो फोन नम्बर भेरिफिकेसन गर्ने। यहाँ तपाईँको नागरिकताको मात्रै यो बर्थ डेट राख्छ कि जन्म मिति मात्रै यसमा चेक हुन्छ, त्यसको लागि फोटो हुन्छ। अब बेसिक टु एडभान्स सेटिङ यतिकै हो युट्युबमा होइन। यो भएपछि अब हाम्रो युट्युब कम्प्लिटली बनिसक्यो। अपलोड डिफल्टमा आउने। अपलोड डिफल्टमा यहाँ तपाईँको जहिले पनि यो सेलेक्ट अनि यसलाई अन लिस्टमा राख्ने, यो अन लिस्टमा राख्ने। अनि यहाँ ट्याग हुन्छ, ट्यागमा तपाईँ आफ्नो च्यानलको नाम लेख्न सक्नुहुन्छ। यहाँ डिस्क्रिप्सन छ र यहाँ त्यही टाइटल छ। टाइटलमा तपाईँको सबैमा आफ्नो त्यो पहिला तपाईँ आफ्नो च्यानलको नाम लेख्नु होला ताकि सर्च गर्दाखेरि तपाईँको च्यानल पहिलो आओस् होइन। जस्तै म लेखेँ यहाँ राजु भाइ CR7 होइन। यस्तो दिएपछि सबमा नाम लेखेपछि अलि त्यो फास्ट आउँछ होइन, तपाईँको त्यो ऱ्याङ्कमा फर्स्ट आउँछ त्यो। अनि अब यता सेटिङ केही गर्नु पर्दैन, भयो सेटिङ। अब फाइनली अब हाम्रो युट्युब च्यानल बनिसकेछ। यतिसम्म हेर्नको लागि तपाईँहरूलाई धन्यवाद होइन। फ्युचरको लागि अब यो टेक्नोलोजी अनुसार आउने युट्युब यही युट्युबको च्यानल मार्फतबाट आउँछ। त्यही भएर तपाईँहरू सब्सक्राइब गर्दा फ्युचरमा राम्रो हुन्छ तपाईँहरूलाई। यतिसम्म हेरिदिएकोमा धन्यवाद।